आफ्ना भन्नु सबै छन् तर वरपर कोही छैन। यो बुढेसकालमा यो समय पनि कति निष्ठुरी भरे। अब बिहानदेखि बेलुकासम्म नाति नातिना छोरा सबैजना आफ्नो दुखेसो सुन्दैलान् कि भनेर हेरिबस्यो। बिहानबाट साँझ कति बेला हुन्छ त्यो पनि पत्तो पाइन्न। के गर्नु, समयले ठग्यो। अब यो अवस्थामा कसैको पनि प्यारो हुन सकेन। हरि शरणम। होइन, आज त बुहारीलाई पनि देख्दिनँ, नाति केटोलाई पनि देख्दिनँ, छोरोलाई पनि देख्दिनँ। होइन, कहाँ गए? ए बुहारी, अब बुहारीलाई बिहान उठेदेखि बेलुका नसुतिन्जेलसम्म मोबाइल हेर्नेमा फुर्सद छैन। अब छोरोलाई पब्जी खेल्दै फ्री फायर खेल्दै फुर्सद छैन। जमाना पनि के आयो। अब गोठा गाई बाख्रा ट्वा ट्वा गरेका छन्। अब आफू यसो घाँस काटेर हालिदिउँ भने सक्दिनँ। अब आफ्नो घरको मात्र विकृति हो र? सारा गाउँ समाजकै विकृति यस्तै छ। के गर्नु, चलिआएको चलन। हरि शरणम। अहिले पनि सबैले मोबाइलै तेर्स्याएका छन् कठैबाट। गन्थन गर्ने मेलो मेसो पनि कतै मिल्दैन। हे भगवान्, राम्रै कलियुग पो लागेछ त अहिले संसारमा। लौ न, गाई बाख्रा उता दाम्रिसके। अब तिमीहरूको पनि भाग्य त्यस्तै रहेछ। अब म बुढोले काटेर ल्याउन सक्दिनँ। आफ्नै पेट त भर्न यहाँ धौधो भएको छ मलाई। अब ल नगर, अब बाबा नगर धेरै। अब आफू सक्दिनँ। होइन, कहाँ गए? ए नाति, नाति पनि यही बेलामा टुप्लुक्क यताउति गर्न आउँथ्यो। कहाँ गयो आज? खेल्न गयो कि? छोरो पनि आइपुग्दैन यति बेलासम्म। होइन, को आयो? छोरो आयो क्या हो? होइन, किन त पल्ला गरे मिदुवा पो हो नि त। ल बस बस मिदुवा, तिम्रो पनि कपाल फुल्दैछ। अब थाहा पाउला बिस्तारो मेरो उमेर आइसकेपछि, उमेर ढल्किँदै गइसकेपछि आफ्नाले कसरी पाहा लाउँदै जान्छन् भन्ने कुरो आफूले भोगिसकेपछि मात्र थाहा हुन्छ। होइन, ए छोरो, ए बाबु। होइन, यति बेलासम्म त आइपुग्थ्यो। ए बाबु। होइन, ल हेर, अफिसमा आएर मेरो गफ सुन्दै बसेर छ यो पनि फेरि। ए बाबु, यता न, कहाँ मिदुवासँग कम्मर कसेर बस्या? मेरो दुखेसो पोख्नुपर्छ नि बाबु तँलाई। होइन, ए हेर, गाई गोठमा भैँसी गाई बाख्रा कराएर हैरान छन्। हेर, आफू केही गर्न सक्दिनँ। मुन्टो नबटार्न बाबु, यता आन। होइन, ए यता आन बा। होइन, कति कराउन सक्छ? अब दिनभरि अफिसमा काम गर्दा गर्दा हैरान छ। आफूलाई अफिसको चिन्ता हो। हाकिमले कराएर फेरि आज मेरो मोड नै अफ भइसक्यो। अनि घरमा आयो फेरि तपाईँको गनगन। तपाईँले पनि कति दुःख दिन सकेको? कमसे कम घरमा बसेर तातो पानी त दाएर खान त सकिन्छ। ए बाबु, अब सक्ने भइदिएको भए, शरीरमा शक्ति भइदिएको भए त म त किन तिमीलाई यसरी कराउँथेँ र बाबु? हेर्न, अब घरमा काम गर्ने तिमीहरू छौ, त छस्, घरमा बुहारी छिन्। अब म तातो पानी तताउन सक्दिएको भइदिएको भए त तँलाई किन म कराउँथेँ र बाबु? तातो पानी तताउन नसक्ने
ओल्लो घर पल्लो घर चौतारीमा गएर कुरा काट्न सक्ने मेरो बुहारी यस्ती मेरो छोरो उस्तो भन्न चाहिँ सक्ने मुख चलाउन सक्नेले अलिकति हात चलाएर पानी तताएर खाए हुँदैन गन्थन गन्थन गरिरहेको छ बुहारीलाई टोकेको छ मलाई कराएको छ हैरान भइसकेँ म त होइन कति दिन सहने मैले बाबु हेर चौतारीमा तिमीहरूको कुरा त्यही पनि मैले काट्ने यो कुरा होइन बाबु हेर तिमीहरू त मेरो आफ्नै परिवार हो मेरो आफ्नै सहारा हो आफ्नै सन्तान आफ्नै रगत हो बाबु कुरा नकाटेको भए बिहान म अफिस जाने बेलामा त्यो जीवनले भन्दै थियो मलाई कि तेरो बाउले त यहाँ छोरा बुहारी खत्तम भनेर कुरा गर्दैछ भनेर मलाई जीवनले सुनाउँदै थियो नकाटेको भए कसरी भन्ने मलाई बाबु त यी समाजका कुरा सुनेर त मलाई वचन लाउँदैछस् हेर मैले आजसम्म तेरो र बुहारीको बारेमा केही नराम्रो अपशब्द केही पनि बोलेको छैन भयो 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 अब केही भन्नु छैन कुरा गर्ने बेलामा गरिहाल्नु भयो अब अहिले गरेको छैन भने पिल 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 हुनु पर्दैन ल भन्नु अघिदेखि चिच्याएको चिच्या होइन किन बोलाएको भने भइगयो नि बाबु रातभरि सुत्न सक्दिनँ तब बजारसम्म पुग्छस् दिनदिनै हेर मलाई दम लागेको पनि यतिका समय भयो रातभरि सुत्न सक्दिनँ औषधि लिएर आइदिएको भनेको थिएँ औषधि लिएर आइदिस् कि भनेर मात्र हो बाबु अस्ति भर्खर ल्याइदिएको औषधि सकिसक्यो होइन भातकै साटो खाने हो क्या औषधि पनि बाबु मैले तँलाई त बजार गएको बेलामा त्यति औषधि लिएर आइदिएको भनेको त थिएन त्यति त्यो पनि ल्याउन सक्दैनस् भने ठिक छ बाबु ठिक छ त्यो पनि मलाई त्यति पनि सेवा गर्नु पर्दैन कमसेकम मिठो वचन त बोल्दै भए अब यहाँ सुन्नु मिठो वचन नमिठो वचनको कुरा होइन एक दिन होइन 2 दिन होइन मैले बिहे गरेदेखि अहिलेसम्म घरमा कहिले सुख शान्ति भन्ने कहिले पनि छैन अब एउटा कुरा गर्नुपर्ने भयो के कुरा बाबु 1 हप्ता भइसक्यो बुहारी रिसाएर माइत गएकी छ बिहान भर्खर मलाई फोन गरेर भन्दै थियो कि यदि मलाई चाहिने हो भने तिम्रो बाउलाई निकाल्नु भनेर भन्दै थियो अब यो घरमा धेरै समय बस्ने होइन कि चुप्प लागेर बस्ने यदि चुप्प लागेर बस्न सकिँदैन भने यो घरबाट गइहाले हुन्छ बाबु यो के भन्दैछस् त बा हेर तैँले पनि मलाई घरबाट निकालिस् भने म कसको सहाराले बाँचु बाबु यसो नभन बा बरु म तिमीहरूलाई मेरो अनुहार नदेखाए पनि म बस्न सक्छु तर त मेरो सहारा होस् नि तैँले मलाई यसरी वचन लाउन कहाँ सुहाउँछ होला र बाबु मैले वचन लाएको होइन समाजको अगाडि गएर मैले मुख देखाउन नसक्ने भइसकेँ यसले श्रीमती निकाल्यो भनेर मेरो सारा गाउँले मलाई गाली गर्न थालिसक्यो अब म पनि मेरो छोराको लागि भए पनि अब केही गर्नुपर्छ तिमी त अब डाँडामाथिको घाम भइसक्यो अब अस्ताउने बेला भइसक्यो चुप्प लागेर निस्केर गए हुन्छ म गएर श्रीमती लिएर आएर घर राम्रोसँग चलाउँछु बाबु यसो नभन बाबु हेर म डाँडामाथिको घाम भइसकेको छु त्यो मलाई थाहा छ बाबु तर म यो वृद्ध शरीर बोकेर कहाँ जाउँ बाबु यो वृद्ध शरीर बोकेर कहाँ जाउँ कसको सहाराले बाँचौँ म जहाँसुकै जानु मलाई मतलब छैन म धेरै गन्थन पनि सुन्दिनँ मैले भनेको छु म अहिले ससुराली जाँदैछु भोलि आउँदाखेरि यो घरमा मैले अनुहार देख्न नपरोस् मैले भनेको छु आज बेलुका भोलि बिहान कतिखेर जाने गए हुन्छ म भने अब गएँ यहाँबाट मैले अझै पनि भन्छु भोलिको दिन म यहाँ आउँदा यो अनुहार मैले देख्नु नपरोस् बाबु त्यसो नभन बाबु म त बिना कसरी बाँच्न सक्छु बाबु मलाई त्यसो नभन छोरा बाबु
मलाई थाहा थिएन त यति मलाई वचन लाउन सक्ने भइस् भनेर। मैले तँलाई सानैदेखि निकै दुःख कष्ट गरेर यही माटो यही पाखा पखेरुमा दिन रात बिहान बेलुका निकै सङ्घर्ष गरेर पाले। मेरो यो बुढेसकालमा सहारा बनिदिलास् भनेर, मेरो नजिकै भइदिलास् भनेर। तर म गलत रहेछु बाबु, म गलत रहेछु। तेरो घरमा आज मै बढी भएछु। मसँग केही गर्ने शक्ति सामर्थ्य छैन। मैले त केवल तेरो एउटा सहारा मात्र त खोजेको थिएँ। ठिक छ बाबु, तेरो घरमा म धेरै भएको रहेछु। मैले गर्दा तेरो भविष्य बिग्रिन्छ भने यो समाजले थाहा नपाउने गरी म आफै आफ्नो पाइला चाल्छु। म तेरो घर बिगार्न कदापि चाहन्न बाबु, कदापि चाहन्न। नसकिन्छ गरी खान, नसकिन्छ मरि जान।